सपना देख्न त सजिलो छ तर त्यो सपना जिउन साहस चाहिन्छ। आजका प्रतियोगीहरू त्यो साहस लिएर मेरो डान्स युनिभर्सको मञ्चमा आउनु भएको छ। उहाँहरूको प्रस्तुति भावनाको भाषा हो। अडिसन त छँदैछ तर सुरुवात भने मौलिकताबाटै हुनुपर्छ हैन त जजेस? किनकि हाम्रो पहिचान संसारमै महान छ। हामी सुरु गर्दछौँ अर्को प्रेरणादायक सांस्कृतिक प्रस्तुति कल्चरल ग्रुप परफर्मेन्स, जसले हाम्रो कला संस्कृतिलाई अहिलेसम्म जीवित राखेको छ। स्वागत गरौँ हाम्रो सांस्कृतिक समूहलाई। हाम्रो देश नेपाल एक विभिन्न जातिहरूको साझा सुन्दर फुलबारी हो। यही साझा सुन्दर फुलबारीमा फुलेको एक फूल मध्ये लाप्चा जाति पनि पर्दछ। यो जाति नेपालको पूर्वी भेग इलाम जिल्लाका विभिन्न ठाउँहरूमा विगत 80 दशकबाट बसोबास गर्दै आइरहेको पाइन्छ। लाप्चा जातिहरू सोझो र मिलनसार स्वभावका हुन्छन्। लाप्चा जातिहरूले प्रमुख चाड नाम्बुन नाम आल नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। लाप्चा जातिहरू प्रकृति पूजक भएकोले गर्दा खेती किसानी आदिको अभिनय गर्दा नाच प्रस्तुत गर्ने गर्दछन्। यस नाचलाई मोरङ सांस्कृतिक समूहद्वारा प्रस्तुत गर्दैछौं। स्वीकार्नुहोस् लाप्चा नाच। Sung
एकदमै आनन्द आयो यहाँहरूको नृत्य हेरेर। विशेष गरी मेरो घर पश्चिमतिर भएको हुनाले मैले यो लाप्चा नाच हेर्न पाएको थिइनँ खासै, तर आज प्रत्यक्ष हेर्दाखेरि यस्तो आनन्द आयो। त्यसमा टाउकोको स्टेपहरू यस्तो हल्लाउनु, दिलीप दाई अहिले पनि कपी गर्दै हुनुहुन्थ्यो टाउको। मलाई एकदमै राम्रो लाग्यो है। तपाईँहरूको कोरियोग्राफी पनि एकदमै उत्कृष्ट लाग्यो। विशेष गरी ड्रेसअप के भन्छ निधारमा लागेको चिजलाई? टिका, यसलाई टोटोलाको टिका भनिन्छ। यो चाहिँ एउटा कुनै पन्छीहरूले चुठो नलागेको हुनाले गर्दा यसलाई चाहिँ एकदम पवित्र असल फुल मानेर चाहिँ हामीले यो आफ्नो चाडबाडहरूमा आफ्नो मानिसहरूलाई प्राय टिका लगाउने चलन गर्छ। अरू यसको बारेमा अलिकति केही भनिदिनुहोस् न यो नृत्यको बारेमा। लेप्चा जाति भन्ने चाहिँ अहिले नेपालमा पूर्वी इलाम जिल्ला लगायत अलिकति सिक्किम कालिम्पोङतिर मात्र पाइन्छ। यी जातिहरू चाहिँ आदिमकालदेखिको एउटा प्राकृतिक पूजक हुन्। आफ्ना यही जमिनलाई साकार गरेर उत्पादन गरेर जीवनयापन गर्ने भएको कारणले गर्दा लेप्चा जातिहरूले यो नामुन नामल भन्छ। यो पुरानो साललाई बिदाई गरेर नयाँ साललाई स्वागत भन्ने नामुन नामल भन्छ। हामी एकदम खुसी छौँ उति टाढाबाट यत्रो ग्रुप लिएर यति राम्रो संस्कृति बोकेको नृत्य लिएर यति टाढाबाट यहाँसम्म आइदिनु भएको छ। तपाईँले यति राम्रो राम्रो नृत्यहरू ल्याइदिनुहुन्छ र त हाम्रो मेरो डान्स युनिभर्सको स्टेज एउटा गरिमामय भएको महसुस गरेका छौँ। एउटा कुरा मैले त देखेको पनि छु, नाचेको पनि छु होइन। मैले अलि धेरै भोटो फटाकोमा परेँ। यो न्युरेर नाच्नु भनेको खेती किसानी होइन। यसको कारण चाहिँ के भने हामी जे गर्दा पनि नृत्य भनेको जन्मैदेखि मृत्युसम्म भनेको यही हो कि त्यो यो जुन लचक छ नि त्यो नेचुरल्ली आउने लचकहरूलाई नै प्रदान गरिएको होइन। मैले यसरी राम्रो तरिकाले त देख्न पाएको थिइनँ, तर आज देख्दा चाहिँ यस्तो राम्रो राम्रो स्टेप रहेछ कि यति क्युट स्टेप रहेछ कि होइन। सायद कमेन्ट सकिएको हो भने चाहिँ म दिलीप दाईले त्यहाँ अगाडि गरेँ, किनकि दिलीप दाईको झनक पाएको छु। म दिलीप दाई मात्र होइन, म पनि त्यहाँ गएर एउटा स्टेप चाहिँ यहाँ बसेर नाच्ने मात्र होइन, त्यहीँ गएर नाच्नु लागेको छ मलाई होइन। एकचोटि गएर त्यो सिग्नेचर स्टेप चाहिँ हल्का सिकाइदिनु होला, हामी त्यहाँ आएर नाच्छौँ। एकदमै क्युट, एकदमै राम्रो लाग्यो। प्लिज दिलीप दाई हामी सबैजना ट्राई गरौँ। हामी सबैजना ट्राई गरौँ ल। हामीले देख्न पाएको नदेख्न गरौँ। यहाँको पर्फर्मेन्स त हामीले हेऱ्यौँ। अब यसको रिजल्ट चाहिँ हाम्रो फिनालेमा मात्रै हुन्छ है। यहाँलाई हामी फिनालेमा इन्भाइट पनि गर्छौँ र त्यतिखेरै सम्पूर्ण नृत्यहरूको रिजल्ट पनि त्यही बेला सुनाउँछौँ। अहिलेलाई धन्यवाद।